Man, these rapping too deep for these skinny clothes. I might put me in him in some picture boat. They look bro, this nigga start getting low. I spent 500 racks on the Lambo and didn't even know how to put them motherfuckers go. On my birthday, I just wanna lift the dough. Barely but don't play with me, period. Used to follow behind the years. Hello guys, welcome to my vlog. After ages. Hello guys, welcome to my vlog after ages. Hello guys, welcome to my vlog after years. तिमीलाई नि देखे बेबी. अनि आज चाहिँ हामी we are going somewhere. Oh wait, first of all म चाहिँ अहिले currently I'm in Nepal, and I'm here in Lamjung, and today we're going somewhere with my boyfriend. You already know it? लाइरै चल्दिने हो ल हामी चाहिँ आज बाहिर जान लागेको अनि दिस इज हाउ आइ एम ड्रेस्ड यो ज्याकेट चाहिँ स्यान्डलको हो मलाई दिएको उसले यसमा त्यस्तो गर्मी त छैन तर ज्याकेट लगायो भने चाहिँ औरै गर्मी हुँदैछ मेरो पसिना आएको आइ एम स्वेटिङ हो मम्मीले चाहिँ मलाई बाइक चलाउने बेलामा उसले बाइक चलाउने बेलामा चाहिँ भ्लग नगर भनेर सम्झाएको हुनुहुन्छ खोइ मेरो थोप्रै नदेखिरहेको रहेछ है अब चाहिँ हामी निस्किन लागेको हाम्रो आउटफिट चेक गरौँ न रेनकोट बाबा आउटफिट चेक फिट चेक हालेर देख्दैन रहेछ ए आउनु न तपाईँ भ्लग बनाएको युट्युबमा हाल्नलाई यसरी भ्लग गर्ने हो कि यसरी ए लट्ठी त झन् यसो के गर्दै हो तिमी ए हामी निस्किनु लागेको थियो के भएर के एकछिन तल झर न त हामी चाहिँ चल्दैछ गाइस बाई बाई बाबा रोजा फ्यान्सी हेलो भाउजू खै यस्तो झरेन यसो छिटो यसले कुराले झन् झरिराख भने त रुई के छ हामी चाहिँ यसलाई भेटेर चलेको चाहिँ ओह्रालो बाटो तलबाट जानुपर्ने मलाई त माथिबाट जान्छ जस्तो लागेको थियो मलाई चाहिँ ए तिमीले भ्लगबाट हेरेको थियो तलबाट गएको
त्यो तलबाट चाहिँ यता निस्किन्छ के ओह्रालो थियो नि त्यो हामी माथि गएको अँ। थियो नि तिनीहरू चाहिँ तलबाट झरे कि त्यही तल झरेर अनि लेफ्ट हुन्छ होइन अनि यहाँबाट लेफ्ट अनि यहाँबाट यता निस्किन्छ नि त यसरी अनि यहाँबाट सिधै निस्किँदा त माथिबाट पनि निस्किन्थ्यो कता हो यता हो र त्यो हो भाइ मनाङ जानेबाट कता हो माथि हो लमजुङको मान्छेलाई थाहा छैन म गएको छैन नि त अहिलेसम्म म अहिलेसम्म त्यही माथि मनाङ चौतारादेखि होला भनेर सररररर मोटर चढेर We are on our way. हामी चाहिँ खुदी बजार पटिसक्यो है खुदी बजार पटिसक्यो त्यो चाहिँ के हाइड्रोपावर के हो त्यो है यो त के भन्छ होला म एकचोटि चाहिँ आएको छु सुरुङ स्कुटरमा हो कि पानी चाहिँ अलिअलि छिटो हालिरह सानसानो ठप 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 चाहिँ कहाँ जाने हो ऊ सुरुङ माथि त्यहाँ माथि त्यहाँ सिउरुङ जाने बाटो र मनाङ जाने बाटो लेखेर रहेछ उसले चाहिँ सुरुङ जाने बाटो भनेर झन् सिउरुङ लैदिएन हामी सिउरुङ सुरुङ टनेल छिर्न लागेको त्यो चाहिँ हाम्रो नदी दिस इज द स्टार्ट पोइन्ट अफ सुरुङ छिर्यो होला कति लाग्नु पर्यो बेबी फोटोसुट गर्ने यहाँ त्यही बिचमा राम्रो देख्यो अँ बिचमा राख अनि त्यहाँदेखि झापझाप तिम्रो फोन मेरो फोनबाट खिच्दियो ल म चाहिँ एकछिनमा फेरि भ्लग गर्छु यसको फोटोसुट खिच्दैछु गाडी आएर हो क्या गाडी आएर साउन्ड हो टडक आयो जस्तो छ पानी चाहिँ छिटो हाल्न तर गर्मी भएर औडा गर्मी भएर म झन् डबल लगाएर चाहिँ हुडी र ज्याकेट ए टडक भनेको त सानो जिपवाला भ्यानको रहेछ ल बसिहाल त झ्यापझुप खिचिदिन्छु चाहिँ बाइकबाट आउनुभएको मान्छेहरू भ्लग गर्दै सबैजना उसको चाहिँ यहाँ टक्क खिचिदिन्छु टनलमा त्यो फोटोसुट गरेर यहाँ खुदीको झर्ना भन्छ होला सायद सानो भएछ अहिले त मौसम आएन यहाँ अनि त्यही यसो हेर्नलाई छिर्न लागेको भित्र मैले चाहिँ मास्क नलागेको किनभने त्यस्तो धुलो जस्तो फिल भएर मलाई गर्मी भएर गाह्रो भयो ज्याकेटहरू खोलेको बाइकमा धेरै गर्मी नै भएर त्यस्तो के भन्दो रहेछ हामखोला हो हामखोला झर्ना ठुलो झर्ना आउँछ जस्तो लाग्यो है यहाँ त त्यो माथिसम्म जान मिल्छ जाने झर्ना झर्ना जाने त्यहाँ मलाई त सब रातो रातो देखिरहेको छ कालो कुरा जसमा
चस्मा खोलिन्छ भने केही देख्दैन त अनि हरियो वा संसार कति रङ्गीन रहेछ चाहिँ बाबाको के दिनुभयो अरे रेनकोट ठ्याक्कै बाबाले पनि मसँग मनाङ जाने हो भनेर सोधे अन्त म आज जानु लाग्यो जाने हो मसँग भनेर उल्टो मैले सोधेँ क्या बिचरा बाबाको आज अफिस काम हुन्छ नि त्यही भएर आउनु भएन त आउँथ्यो होला बाबा बिदा भएर भित्र पनि त्यो लामो लगाएको नि त मैले त्यही भएर गाउँ मिल्ला भयो म्याचिङ हुन्छ त्यो गर्नु कता घुम्नु जाने बेला लाउने लाउने नि त फेरि के खायो हो यहाँ बनाउनुपर्छ त्यो रिलवाला यस्तो गरेर यस्तो हुन्छ ट्राभल भ्लग हुन्छ नि कहिले देख्यो होला सबै राम्रो Let's go with me to Dubai. अब चाहिँ हाम्रो झर्नाको फोटोसुट सक्यो अब हामी फेरि लाग्छौँ मनाङको बाटोतर्फ तर बाटोमा सुन्दर के भन्छ भ्यूलाई के एक्साइटिङ भयो भने ज्याकेट झऱ्यो के एक्साइटिङ भयो भने नेपालीमा भ्यूलाई के भ्यू सुन्दर के आक्रस एट्र्याक्टिभ भएन होइन आकर्षक हो कि के भनेको त यस्तो छ यहाँ Like if we get to see beautiful scenes and beautiful views, then we'll vlog again. Until then, we just have to see these kind of clips. I'll very continue. Manang. Also, only 4:11 is there. 4 hours. माथिबाट नै हो मैले भर्खर गुगल म्याप हेरेको Let's go. बसौँ माथि हो खिचिरहेको छु बाटोको बबाले छ मम्मीले यस्तो बाटोमा नखिच भनेर भन्यो
मम्मी के अरे त्यो गाडीको त्यो हाइड्रो पावर कटेपछि तल पुल कट्ने हो हामी त्यो हाइड्रो पावर हुँदै सुरुङ हुँदै मैले झुकेर अर्को बाटो भन्दैछु यहाँ माथि अड्के होइन उस्ता होइन त्यो मलाई र उस्ताको देखायो तल पुल नधरिकन यता अर्को बाटो गइरहेको रहेछ कि होला होला ल ल ल ल ल भयो भयो ल ल सरी गाइस मैले चाहिँ गलत बाटो भनेर बेबीलाई झन्डै उल्टो बाटो पुऱ्याइदिनु आम सरी हामी त्यो बाटो पुगेर हामी खाजु यो बाटो जानुपर्ने तर त्यहाँ फोन गरेर सोध्दाखेरि बल्ल हामी राइट बाटोमा हिँड्दैछौँ ल बाटो त बब्बा होइन यही बाटो हो मम्मीले अर्को बाटो जानुपर्छ नि भन्दै थियो उता टनेल नछिरिकन अर्को बाटो बनाएँ तर राम्रो थियो भनेर फर्किँदाखेरि चाहिँ यो बाटो अब सजिलो यो बाटो अब सजिलो हुन्छ फेरि टनेल छिर्ने बाटो चाहिँ एउटै रहेछ जे होस् यहाँ कनेक्ट हुँदो रहेछ हामीले चाहिँ अफ रोड चुज गऱ्यौँ तर ठिकै छ यहाँदेखि माथि चाहिँ ढलन छ अरे भन्दै थियो त्यो कस्तो टाइपको ढलन यस्तै भनेर सायद लाइक खिचेको टाइपको ढलन मैले ब्लगमा हेरेको थिएँ होइन स्ल्याब छ कि स्ल्याब टाइपको स्ल्याब त्यो खैरो स्ल्याब हुन्छ नि अहिले चाहिँ राम्रो बाटो आइपुग्यौँ भन्दै सानोले मलाई मारेको बाटोहरू चाहिँ बन्दै छ पानी नि पर्दै हो शावर रेन भइरहेछ कोही चाहिँ हिँड्दै गइरहेछ सोध्नुपर्छ कि हजुरको यात्रा कहाँ हो ए होइन सोलो ट्राभल मैले एक जमानामा त त्यस्तै के भन्छ सोलो ट्राभल सोलो हुन्छ नि तपस्या टाइपको के भन्छ त्यो उस भन्छ नि सन्यास सन्यास टाइपको तर नट इन लाइक त्यो सन्यास टाइपको जस्ट हुन्छ नि जेनरल उनीहरू जस्तो गर्छ नि त्यही तर क्याजुअल वेमा के पानी चाहिँ पर्यो अब तर घाम पनि लागिरहेको
धेरै नै उफारिराखेन नि थाहा मलाई हिजो कस्तो अप्ठ्यारो भयो नि आउँदाखेरि त्यस्तो फिल भयो जाने थिएँ गाडी आउँछ भने यहाँ त हुन्छ झरम हामी चाहिँ फेरि झर्ना भेटेर झर्ना वा ब्याग्समा हाल्नु वा पौडी खेलिदिउँ क्या हो म त यार मतलब औडाइ गर्नु भइरह्यो भने सकाल चाहिँ खोला है खोला मेरो प्यान्ट डर्टी भएको डर्टी ओइ फस्दा बिस्तारी दाम देखेको है भिडियो खिच्नु पर्यो होइन फेरि हाम्रो यात्रा कन्टिन्यू हुन्छ सेकेन्ड झर्नापछि अर्को फर्स्ट झर्ना त आउनै बाँकी छ कस्तो ठुल्ठुलो ढुङ्गा है चाहिँ आधी बाटोमा पुग्यौँ जगत जगत 3 किलोमिटर अनि चामे कति बेबी 37 किलो हामी चाहिँ यसो पुल देखेको अनि पुलमा जान लागेको त्यो के हो त्यो बान्ने त्यो उस मुभीतिर हुन्छ नि त्यस्तो हो क्या हो खादा हो खादा हो ए वा मलाई यस्तो नचलेको कति वर्ष भइसक्यो है हामी बेसरमा छ नि तल गाइस फोन त झार्नु भएन हाम्रो मर्सानी पुलमा चाहिँ जान्थ्यो भाइ यस्तो हेर डेन्जर यहाँबाट खस्यो नि त मर्छ होला बारी आएको देखेर है के छन् त्यो काठमाडौँमा बारी आउँदा जस्तो देख्छ होइन Let's go, let's go, let's go, let's go, enemy go. अझ हामी स्न्याप खिचेर यसो हेरेर अनि हामी we're going back to our bike. त्यसपछि we'll head towards जगतमा खाने कि चामेमा खाने खाजा अक्टोबर झर्ना होइन ल यता रेस्टुरेन्ट छ र त्यो नजिक रेस्टुरेन्ट छ हजुर त्यो नजिक रेस्टुरेन्ट छ त्यो झर्ना होइन कि बेबी त्यो यस्तो डाँडाबाट यत्रो त्यो उता यस्तो पारी यता होटेल छ अनि उता पारीबाट यत्रो ठुलो झर्ना हुन्छ नि त्यो ए त्यो यता हो कता हो त्यो खुदीमा होला नि कहाँ हो खुदीमा अघि हामी आएको बाटो थिएन त त्यो मैले बुझ्दै दिनु भन खोजेको त्यो अझै उता होला यस्तो त्यो बस्ने ठाउँ जस्तो कि त्यो उस छ अनि त्यो बिचबाट यस्तो झर्ना आएको भने नि त होइन र हो नि हो त्यहाँ होटेल पनि छ खुदी जस्तो लागेको थियो मलाई अब हिँड्नु पनि अगाडि भेट्छ लेट्स गो मलाई त आफै ठाउँ पनि खाँदैन अन्ली लमजुङ बेसी सहर This is not my city. मैले बेबी भन्छ कि म तिम्रो प्यान्ट ब्राउन रेड मरुम देखेँ त्यो यस्तो टाइपको ब्ल्याक रहेछ कि त्यो रेड कलर बडी भएको ब्ल्याक के आरजिबी भन्ने हुन्छ नि हरेक कुरामा त्यस्तो कि हेलो अनु डराएँ म त्यस्तो डर लाग्ने देखेको छु मलाई पनि जाने हो बुझ्यो
हिरोइन देखेँ क्या म किन हाँसी मुसु मुसु हाँसेको कि तिमीले हेर अघि नै हाँस्नु भयो तिमीसँग अरे मलाई हेर्दै हाँस्नु भयो भने हाँस्छु मैले हेर्दा नि मलाई हेर्दा नि हाँस्छु के हो ल बालुवा के हो त बिल गर्दाखेरि अनि बालुवा माटो भएको बालुवा त त्यो बालुवा अर्कै हो त्यो घर बनाउन युज गर्ने घर I don't know, mister. तिम्रो फोन नि ब्लू देखिरहेको ब्लू के बन्द भयो यो भएन रहेछ टोपी मासु लाउँदैन ए मन आउँदिनँ के छ मासु मेरो चस्माभरि पानी खाने खै हाम्रो नेपाली नि त्यस्तै देख्छ होला है मैले मलेसिया देखेँ जस्तो अस्ति हरियो माथिबाट यतातिर त राम्रो है अस्ति काठमाडौँमा म तर्स्यो भने भर्खरै यहाँ त्यो बाइकको आवाज अलग त सडन चेन्ज भयो नि त अनि त्यसमा त किन भयो भनेर अनि त्यस्तो चाहिँ त्यो लाइक त्यो एक जस्तो अगाडि के आयो भने त्यो टच त्यो यसरी जस्तै अब साउन्ड गइरह तर भित्तामा ठोकिरह भने चाहिँ त्यस्तो आवाज आउँछ कि मैले के भयो भने यसो हेरेर त्यो ज्याकेट लत्रिरहेको रहेछ अनि झन्डा पोलेन ओके नेचर कस्तो बाबा अनि नेचरलाई सक्दैन भन्छ त्यही त अनि हेर न के हो त्यो यहीँ हो बेबी हामी यहीँ हो क्या हामी त अनि खाजा खाने अब हामी खाजा खानु जाने छौँ यहाँ बेबीलाई यहाँ जानु मन छ त्यो यहीँ हो अनि बाबालाई फोटो खिच्दिनु बेबी यहाँबाट एउटा किसिम ठाउँ पनि छ कि त्यही सधैँ राम्रो देखेको है कस्तो बवालमा चिसो हाने हेर न यहाँ माथिदेखि यहीँ हो क्या खाजा खाने हेर्नु नि यहीँबाट खिचौँ न एकपल्ट हामी चाहिँ यहाँ के झर्ना भन्छ होला झर्ना भन्छ यो झर्ना निकालेको यस्तो बबाल खै म यहाँ खिचिदिन्छु राम्ररी मलाई नि बस्छ नि मलाई त त्यस्तो टाइम लाग्छ त्यो छिटा के त्यही हो हामी चाहिँ खाजा खानालाई बसेको यहाँ मम्मीले भर्खरै फोन गर्नुभएको खाजा खाएर छिटो छिटो जाऊ अक्टोपस झर्ना आउँछ भन्नुहुन्थ्यो त्यही भएर हामी अब खाजा खाएर निस्किने फेरि अन्त बेबे यु हेभ टु बी हियर वान्स इन यर लाइफ है नेभर मिस दिस प्लेस बबाल छ हेलो बेडा बाख्रा अब 27 किलोमिटर चामीमा बस्छौँ पानी परेर रेस्ट सक्ले सो गाइस यहाँ पानी पर्दा चाहिँ हामी बाटोमा भ्लग गर्दैन होला यो चाहिँ यस्तो दामी छ यो चाहिँ हाम्रो मिरर कति अब 1 घन्टा 1-1.5 घन्टामा हामी चामी पुग्छौँ अनि सी हाउ इट गोज द रेन 4 बजे यस्तो अँध्यारो भएको हामी चाहिँ कहाँ हो चाबेस थियो अनि बस्दा
खर्च लाएर चाहिँ हामी बाटोमा दुखेको अनि मैले किन अँध्यारो देखेँ हजुर कति अँध्यारो भयो चस्मा लाएर अँध्यारो देखिरहेको रहेछ यो फोनभित्र पानी बस्यो हो Guys, look at that view! Hello guys, हामी चाहिँ चाँडै आइपुग्यौँ होइन रियल चाँडै छिरेँ रियल त रियल सबै नै रियल हो तर मेन बजार होइन चाँडो झुक्राएर बसेर तिमी हो क्या सबै हाम्रै बाइकर स्पोर्ट के गर्ने गर्ने हो दिदी सोधौँ न है सामी यही हो बिचारा यो त यहाँ हो यहीँ हो त हाँ? मेरो सानमिला कसले उठिदियो सानमिल 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 यही हो क्या सामी दाजु हेरौँ न सोधौँ न है पहिला पहिले भित्र नहाल्थ्यो आया मेरो त खुट्टा त त्यहाँ कफी खान जानु हो अहिले जाने सानमिल Happy. जाउँ न चाँडो ल ल बाई हामी चाहिँ रुममा आइपुगिसक्यौँ अहिले अनि अहिले हामी रुममा आएर मम्मीलाई फोन गरेर रुममा आइपुग्यो भनेको किन रोगो सानमिल चाहिँ रुइरहेको त किन रोगो मैले मरिसा भनेर अरे हजुर चाहिँ पाइदिएँ अनि गाली गरेर थाहा कसले गाली गरेको भनेर कति गाली गरेको अनि यहाँ रुमको भ्यू चाहिँ दामी छ अहिले देखाइन्छ अहिले मलाई थकेला अनि उता चाहिँ पप्पीहरू छ कि अनि त्यो चाहिँ पप्पीहरू खेल्दा म त्यही हेर्दै बसिरहेको मेरो नेल्स कस्तो दामी देखेको है भिडियोमा अब मैले हिजो ड्रप्स हाला भने होइन Look at my nails, guys. उयो कस्तो दामी देखा हेर त भिडियोमा है त्यो केटीले हाल्यो होला टिकटकमा फोटो खिचिरहेको थिएँ सबैले खिच्छ अरूले खिच्ने कसैले खिच्दैन मैले झन् त्यत्रो टिकटक बनाएको गाइस हामी चाहिँ एकछिन फ्रेस हुन्छ अनि त्यसपछि हामी तातो कफी चिया खान जान्छौँ त्यहाँ त घोडा आएछ अहिले घोडा हो कि खच्चड हो के हो हेर न घोडा हो कि खच्चड हो खच्चड हो यो खच्चड हो ए खच्चडको कहिले पनि पुच्छर र हेर हुँदैन कि खच्चडको यो ब्राउन चाहिँ होला खच्चड थाहा होइन मलाई होइन तर यो चाहिँ होइन यो कपाल घोडाको मुख त्यस्तो हुन्छ घोडाको पुच्छर लामो र यस्तोमा यो कपाल झर्छ होइन अनि भेडाको चाहिँ ठाडो हुन्छ कि भेडा रे के अरे डङ्कीको घोडा डङ्की भने खच्चड त्यही त डङ्कीको चाहिँ चुच्चो लामो उठेको हुन्छ अनि यिनीहरूको चाहिँ फ्ल्याट हुन्छ कि र नेल्स हेर न मलाई चाहिँ रुगा लाग्यो पागल खाउ न रुगा लाग्यो खालि किन कस्तो राम्रो देख्यो
खिच न तिम्रो फोनबाट खिच्यौ न यहाँ मैले यस्तो गरेर कस्तो क्युट देखेको म हामी चाहिँ अब यो खाना अर्डर गरेर जाउँ भने हो खाना अर्डर गरेर जाउँ भने हो कि होइन खाना खाने भएर अर्डर खाने होला नि त बेलुका बेलुकै भन्दा मिल्छ भने ए अर्डर गरेर राख्नु भएको छैन साइनलाई चाहिँ कस्तो क्युट देखिरहेको छ टोपीले मलाई तिमीलाई रुगा लगाए चाहिँ त्यही भएर दिएको नत्र दिन्थेन तिमीलाई रुगा लगाए चाहिँ त्यही भएर दिएको नत्र दिन्थेन भने मेरो टोपी नभेटेर नत्र दुईजना लाउनुहुन्थ्यो ठिकै छ लगाऊ ल के चाहिँ अहिले क्याफमा जाने हो त्यहाँ सुकुटी पाउँछ त सुकुटी होइन कफी हो त्यो राम्रो मलाई त सुकुटी खान मन पर्छ त्यो घोडा मलाई किन कस्तो स्याड लागिरहेको हो सबै त्यसरी बस्छ कस्तो त्यो लोन्ली फिल गरेर जस्तो देखेँ लन्ली त लन्ली नै हुन्छ I'm so lonely. जाडो हामी चाहिँ यसो कफी सफी खान जाँदै यो होटेलको छोरी भने होइन तिले मम्मी भने है कि होइन त्यो दिदीले ए भित्रबाटै अनि ऊ त्यो हामी जाने है ऊ त्यो होइन हिँडेर जाने ज्यान रातिन्छ यो पनि कस्तो उस सेफर्ड हो सेफर्ड के अरे सेफर्डै हो अहिले कालोलाई उस किनिदिन्छ भने बिस्किट किनिदिन्छ भने कहाँ गयो कालो त्यो अघि मेरो पछि आइरहेको थियो नि हामी यसरी बोल्दा यसरी हिँड्यो भने मान्छेले भक गरेर अचम्म नै हेर्छ होला भावाको जक्सन रे मनाङ कहाँ जामे कि कहाँ मम्मीले भनेको थियो कि गाइस यो होटलमा कोही आउनुहुन्छ भने म प्राइसिङ भनिदिन्छु क्या अहिले नै यहाँ अगाडिको 12,000 अनि पछाडि रिभर साइडको चाहिँ 14,000 okay if you want this to stay in this lodge होइन ए त्यो माथि हो हामी पुग्ने ए ठिकै रहेछ हामी चाहिँ कफी खान आएको दिँदै रहेछ अङ्कल आउनुभयो अरू के छ र ए हो माथि पनि छ हामी गेम लिएर पनि राति खेल्नु के हो फेरि last one. वाइफाई स्क्यान हामी चाहिँ कफी आइसकेर आउँछु त म त्यो यसरी भ्लग बनाउँछु नि जहिले नि अनि ल म यो गर्ने बेला आउँछु ल म यो गर्ने बेला आउँछु ल भनेर गर्छु अनि म होटलमा आइसक्यो हामी फोटो खिच्नमा व्यस्त थियो अनि त ट्वाक्कै स्मेल प्योर हुने जिन्जर नै हाल्छ जस्तो छ अलिअलि हो जिन्जर टेस्ट नै आइरहेको
हो मेरोमा त लेमन त्यस्तो यो बाबालाई कल हान्नु पऱ्यो बाबाले कल हान्नु है Now we are ending this vlog with Sukuti apple juice and it's getting dark and we are really tired. Sorry. हामी चाहिँ यो खाएर खाना खाएर अनि त्यसपछि सुत्छौँ अनि भोलि बाबाले त 9-10 बजी पो हिँड्नु भने चाँडै जाने हो 9-10 बजे म त बिहानै हिँड्छु भने त झन् बिहानै हिँड्नु नि त चिसो हुन्छ नि होला another day another vlog हुन्छ so thank you guys for watching bye baby ending गर्दैन ending गर्दैन ending यसरी ready ready 1 2 3 go